हाई एभ्रीवन, स्वागत छ तपाईलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, भिभोले हाम्रो नेपालमा आफ्नो भिभो Y21 5G भन्ने फोनलाई लन्च गरिसकेको छ र यो मोबाइल हाम्रो नेपालमा के कति प्राइस पोइन्टमा लन्च भएको छ भन्नु पर्दा यसको 6+128GB 32,979 मा लन्च भएको छ र आजको भिडियोमा चाहिँ हामी यही मोबाइलको बारेमा कुरा गर्नेछौँ। तपाईलाई यो मोबाइलमा के कस्ता फिचरहरू दिएको छ, साथै 32,000 को प्राइस अनुसार के यो मोबाइल भ्याल्यु फर मनी छ त त्यसको बारेमा पनि हामी अगाडि भिडियोमा चर्चा गर्नेछौँ। त्यसैले यो भिडियोलाई एकछिन पनि स्किप नगरी अन्त्यसम्म हेर्नु होला र अब चाहिँ तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा तपाईलाई डुअल क्यामेराको सेटअप, त्यसैको साथमा एलईडी फ्ल्यास र तलपट्टि चाहिँ भिभोको ब्रान्डिङ दिएको छ। त्यसैगरी अगाडिपट्टि तपाईलाई वाटर ड्रप नचको डिस्प्ले दिएको छ जसमा ग्लासको प्रोटेक्सन पनि दिएको छ र बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा ओभरअल यो मोबाइल प्लास्टिक बिल्डको साथमा लन्च भएको छ र मोबाइलको फ्रेम पनि प्लास्टिकको रहेको छ। साथमा यो मोबाइलमा IP65 को रेटिङ र मिलिट्री ग्रेड सर्टिफिकेसन दिएको छ, यानी कि हल्का फुल्का पानीको छिटाहरू परे पनि मोबाइललाई त्यस्तो कुनै प्रब्लम हुने छैन। आई थिंक प्राइजिङ अनुसार मोबाइलको डिजाइन र बिल्ड क्वालिटी चाहिँ डिसेन्ट रहेको छ। त्यसैगरी डिस्प्लेको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा 6.7 इन्चको HD प्लस IPS LCD प्यानल दिएको छ। साथमा तपाईलाई यो मोबाइलमा 120Hz को फास्ट रिफ्रेशर पनि दिएको छ र ब्राइटनेस तपाईलाई यो डिस्प्लेमा 1200 निट्स HBM ब्राइटनेस दिएको छ, यानी कि इन्डोर र आउटडोर युजको लागि तपाईलाई यो डिस्प्लेमा भिजिबिलिटीको कुनै प्रब्लम आउने छैन। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा नो डाउट मोबाइलको डिस्प्ले क्वालिटी चाहिँ राम्रो रहेको छ, तर अलिकति फुल HD प्लस को डिस्प्ले भएको भए अझ राम्रो हुने थियो। स्टिल प्राइस अनुसार मोबाइलको डिस्प्ले चाहिँ डिसेन्ट रहेको छ। त्यसैगरी चिपसेटको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा MediaTek Dimensity 6300 को चिपसेट दिएको छ। 6 नैनोमिटरमा बनेको कारणले तपाईलाई यो मोबाइलमा हिटिङको इस्यु चाहिँ एकदमै कम पाउनुहुनेछ र यो चाहिँ एउटा 5G चिपसेट पनि हो। साथमा LPDDR4 को RAM टाइप र eMMC 5.1 को स्टोरेज टाइप दिएको छ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। अब यो चिपसेटको एन्तुतु स्कोरको बारेमा कुरानु पर्दा यसको स्कोर लगभग 4.5 लाखदेखि 5 लाखसम्म आउँदछ, यानी कि नर्मल युसेजको लागि तथा सोशल मिडिया एप्सहरू युज गर्नको लागि तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। साथमा हल्का फुल्का बेसिक गेमहरू पनि खेल्न सक्नुहुनेछ। ओभरअलमा परफर्मेन्सको बारेमा कुरानु पर्दा 33,000 को प्राइस अनुसार यो मोबाइलमा तपाईलाई डिसेन्ट परफर्मेन्स पाउनुहुनेछ। त्यसैगरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा एन्ड्रोइड 16 दिएको छ जुन चाहिँ ओरिजिन OS 6 मा रन गर्दछ, जसमा तपाईलाई सफ्टवेयर एक्सपिरियन्स चाहिँ डिसेन्ट पाउनुहुनेछ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। तपाईलाई यो मोबाइलमा 50 मेगापिक्सल को प्राइमेरी सेन्सर, अर्को चाहिँ एक्सिलरी लेन्स दिएको छ भने सेल्फी क्यामेरामा चाहिँ 5 मेगापिक्सल को सेल्फी क्यामेरा सेन्सर दिएको छ। भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा प्राइमेरी क्यामेराबाट तपाईले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ र सेल्फी क्यामेराबाट चाहिँ 720p को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा डे लाइट कन्डिसनमा चाहिँ प्राइमेरी क्यामेराबाट राम्रो फोटोहरू क्याप्चर गर्न सक्नुहुनेछ, तर अलिकति डिसअपोइन्टिङ के छ भने तपाईलाई यो मोबाइलमा सेल्फी क्यामेरा चाहिँ त्यतिको राम्रो दिएको छैन। यदि तपाईलाई यो प्राइस पोइन्टमा राम्रो क्यामेरा भएको फोन खोज्नु भएको छ भने तपाईहरुले अरु ब्रान्डको फोन किन्दा हुन्छ। त्यसैगरी ब्याट्री तपाईलाई यो मोबाइलमा 6500 mAh को ब्याट्री दिएको छ, जसलाई चार्ज गर्नको लागि 44 वाटको चार्जर बक्समा पाउनुहुनेछ। ब्याट्री ब्याकअपको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा आरामसँग 2 दिनको ब्याट्री ब्याकअप चाहिँ मज्जाले पाउनुहुनेछ। साथमा चार्जिङ स्पिड पनि यो मोबाइलको चाहिँ एकदमै राम्रो रहेको छ। प्राइभेसी र सेन्सरहरूको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा साइड फिङ्गरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट र स्पिकर चाहिँ तपाईलाई यो मोबाइलमा सिंगल स्पिकर दिएको छ जसको क्वालिटी चाहिँ डिसेन्ट रहेको छ। बाँकी सबै बेसिक सेन्सरहरू तपाईलाई यो मोबाइलमा दिएको छ। सेन्सरको मामलामा तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। अब मेरो ओपिनियनको बारेमा कुरानु पर्दा हुन त अहिलेको समयमा सबै फोनहरूको प्राइस लगभग बढिसकेको छ,
33,000 को प्राइस अनुसार मलाई चाहिँ यो मोबाइल डिसेन्ट लागेको छ। यदि तपाईलाई यो प्राइस पोइन्टमा डिसेन्ट खाले परफर्मेन्स, राम्रो ब्याट्री ब्याकअप र राम्रो चार्जिङ स्पिड भएको फोन खोज्नु भएको छ भने तपाईले चाहिँ यो फोनलाई लिँदा हुन्छ। ल त साथीहरु, यति नै थियो मोबाइलको बारेमा। तपाईलाई यो मोबाइल कस्तो लाग्यो आफ्नो केही सल्लाह सुझाव भएमा प्लिज एउटा कमेन्ट लेखिदिनु होला। यो भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरूले हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बिदा लिन्छु।